मर्निङ एभ्रिवान। सदाको जस्तै आज पनि म फेरि त्यहीँ काहुलीबारीबाट उपस्थित भएको छु। तपाईँले यहाँ देख्नुहुन्छ काउली बोरो काउली छ, तर एउटा पृथक खालको बोरो काउली छ, यहाँ रहेको छैन। पानी भएर राखेको छु मैले। अब यो चाहिँ अब यसलाई चाहिँ अब यो भोरी बनाइसकेपछि यसलाई चाहिँ शुभ हुन्छ कि भनेर मैले यसरी भरेरै यहीँ राखिदिएको छु पानी। केना खाली गर्ने एउटा कचौरी मैले बनाइसकेपछि भएको त्यो त अब एउटा यो अनि फरक खालको अनौठो खालको लागेर यसरी यहाँ म यसलाई पानी भरेर नै राखिदिएछु। बेला बेला आउँछु, यसलाई मैले हेर्छु। तपाईँले पनि देख्नु सक्नुहुन्छ तपाईँ कहाँ चाहिँ यस्तो खालको चाहिँ बोरो काउली अहिलेसम्म फलेको थियो कि नाइ कुन्नी खै हो। अनि यस्तो फल नलागे पनि यस्तो कचौरो आकारमा त तपाईँको मैले भयो जस्तो मान्ने थिएन अहिलेसम्म। यहाँ चाहिँ एउटा चाहिँ फलै नलागेको पनि छ, फलै छैन। यहाँ चाहिँ कति एउटा माथि हो, यहाँ रहेछ है, यसमा फलै लागेको छैन। यो फेरि यो यस्तो प्रकारको छ। यसको एउटा पात थियो यहाँ अगाडि, यसलाई निमाठेर फालिदियो है, तर यो चाहिँ नि त्यस्तै खालको छ।